हेलो गाइस, आज चाहिँ हामी दरबार मार्गतिर आएको छौँ। त्यहाँनिर राजदरबार घुम्नको लागि। यहाँ बालीले लगाएको टायलमा हिँड्दै, यो टायल राम्रो रहेछ, नचिप्लिने छ। अब त्यहाँनिर आज एउटा नयाँ मेम्बर थपिएकोले त्यो मेरो दिदी चाहिँ त्यो अर्को नयाँ मेम्बरसँग हिँडिरहेको छ। हामी चाहिँ पछाडि सबजनाको मम्मी आमा ठुलमम्मीदेखि लिएर भाइदेखि लिएर सबैजना, मेरो आमा ठुलमम्मी, मेरो भाइ, मेरो मम्मी, त्यहाँ मेरो दिदी, त्यो लम्बी चाहिँ मेरो दिदी, अनि त्यो अर्को चाहिँ मेरो बहिनी। हामी दरबार सुन्न आएको छौँ, राजदरबार हेर्न सक्नुहुन्छ। अब भित्र त लग्नु दिँदैन, अब हेर्ने भने यहीँ बाहिरबाटै हो, हेर्न सक्नुहुन्छ। आँखामा धुलो पस्यो थत। यहाँनिर चारैतिर कन्स्ट्रक्सनको भुत चढिरहेको छ। चारैतिर कन्स्ट्रक्सन छ। नेपाल वर्ल्डको नाम काठमाडौँ वर्ल्डको सबसे पपुलर सिटी पनि बनिसकेको छ। यो सबै चाहिँ यसले गर्दा हो कि मैले थाहा पाइसकेँ। यसले गर्दा यो धेरै घुम्यो कि अस्ति धेरै घुम्यो। अनि घुम्दाखेरि यसले फेरि गाडीमा घुम्यो। अन्त गाडीको धुवाले गर्दा यो पल्युसन भयो क्या। यसले त्यहाँ नघुमाए भए अहिले नेपाल सेकेन्डको के अरे काठमाडौँ सेकेन्डमै हुन्थ्यो। तर अब यसले गर्दा नम्बर 1मा। अब सबजनाले मास्क लगाएर हिँडिरहेको थियो एकैछिन 5-10 मिनट। अहिले चाहिँ त्यसैले केही गरेको छैन। यहाँ हेर्नुहोस्, त्यो मास्क लाउनेको भूत चढेको मान्छे, यो दुईवटा लखर डुलिरहेका छन् दुईवटा। मैले एउटाले जिराफ भने अनि रिसायो दुइटै। त्यसैले केटीहरूलाई केही पनि भन्नुहुन्न। मलाई पनि माग्ने बुढा भनिराख्यो। त्यसैले मैले पनि जिराफ भने। यस्तो मान्छेले किन जिस्किनु? आफू चाहिँ जिस्किन्छन् अनि हामीले जिस्किँदा चाहिँ रुन्छ। तपाईँ पनि हुनुहुन्छ हुन त, म पनि छु। सबैजना हुनुहुन्न भयो हुनु गयो। अब रिसाइरहेको छ। मैले जिराफ भनेको कारणले जिराफ उसलाई भनेको, तर म रिसाएको चाहिँ दुइटै रिसायो। अहिले म पनि यिनीहरूसँग बोल्नेवाला छुइनँ। अब यहाँ टिकट काट्न हिँडेको हामी चाहिँ। अब भित्र फिल्म गर्ने मिल्दैन, बाहिरै मात्र हो फिल्म गर्ने। भित्र गएर त राख्नुपर्छ। भित्र अब म आनन्दले घुम्ने बल्ल आयो हामी। अब यहाँ टिकट काट्नु बन्द छ जस्तो छ। बन्द छ मम्मी। राजदरबार बन्द भएको कारणले अब हामी जान पाउँदैनौँ। त्यही हो भन्न मिल्ने। अब भित्र घुम्न पाइँदैन। ल राखेको अब।